रेखाजी, तपाईले अघिल्लो पटक अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँचको कुरा गर्नुभएको थियो नि। आज म सोच्दै थिएँ के अन्तर्राष्ट्रिय स्तरमा पनि यसबारे केही व्यवस्था छ नि राजेशजी। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि UNCRPD ले यसै विषयमा स्पष्ट व्यवस्था गरेको छ। UNCRPD के हो यो? UNCRPD सन् 2006 मा संयुक्त राष्ट्र सङ्घद्वारा जारी गरिएको र नेपाल लगायत 160 भन्दा बढी देशहरूले अनुमोदन गरेको एक ऐतिहासिक अन्तर्राष्ट्रिय महासन्धि हो, जसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र मर्यादाको संरक्षण र प्रवर्धन गर्दछ। विश्वव्यापी दृष्टिकोणलाई परिवर्तन गर्दै यस महासन्धिले अपाङ्गता भएका व्यक्तिहरूलाई परोपकार वा चिकित्सा हेरचाहको वस्तुको रूपमा नहेरी उनीहरूलाई अधिकार प्राप्त र समाजको सक्रिय सदस्यको रूपमा मान्यता दिन ठूलो भूमिका खेलेको छ। ओहो, यो त धेरै राम्रो रहेछ। तर यसको व्यावहारिक प्रयोग कसरी गरिन्छ? ल, म तपाईलाई एउटा उदाहरण दिन्छु है। मेरुदण्ड पक्षाघात भएकी एक महिला कार्यस्थलमा भएको दुर्व्यवहारको उजुरी दर्ता गर्न प्रहरी चौकी पुगिन्, तर त्यहाँ र्याम्प थिएन, केवल भर्याङ मात्र थियो। उनलाई बोक्न सक्ने र कानुनी ज्ञान भएको व्यक्ति लिएर आउनु भनियो। अन्ततः उनको उजुरी दर्ता भएन र उनले आत्मविश्वास गुमाइन्। उनको न्यायमा पहुँच अस्वीकार गरियो। कस्तो अन्याय हो त। अपाङ्गता अधिकार सम्बन्धी महासन्धि UNCRPD ले यही कुरा रोक्न खोजेको छ। उदाहरणको लागि UNCRPD को धारा 12 ले अपाङ्गता भएका व्यक्तिहरूलाई जीवनका सबै पक्षहरूमा समान कानुनी अधिकारको ग्यारेन्टी गर्दछ। त्यसैगरी UNCRPD को धारा 13 ले न्याय र कानुनी प्रक्रियाहरूमा अपाङ्गता भएका व्यक्तिको पूर्ण सहभागिता सहितको समान पहुँच सुनिश्चित गर्दछ। यसको मतलब चाहे त्यो पहुँचयोग्य जानकारी होस्, उपयुक्त कानुनी सल्लाह होस्, प्रवेशद्वारमा र्याम्प होस्, साङ्केतिक भाषा दोभाषेको उपलब्धता होस् वा पहुँचयोग्य कागजातहरू हुन्, यी सबै व्यवस्था विशेषाधिकार नभएर राज्यका कानुनी दायित्वहरू हुन्। साथै प्रहरी, वकिल, न्यायाधीश आदि जस्ता न्यायकर्मीहरूलाई यसबारे उपयुक्त तालिम दिनुपर्छ, ताकि उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानपूर्वक व्यवहार गर्न सकुन्। मैले अघि दिएको एक महिलाको उदाहरण UNCRPD लागू नभएको अवस्थामा हो, तर UNCRPD व्यावहारिक रूपमा लागू भएको खण्डमा उक्त महिलालाई दयाको पात्रको रूपमा नभई अधिकार प्राप्त नागरिकको रूपमा स्वीकार गरिन्थ्यो। उनलाई पहुँचयोग्य पूर्वाधार र अपाङ्गता अधिकार बुझ्ने प्रशिक्षित कर्मचारीहरू उपलब्ध गराई सम्मानका साथ प्रहरी चौकीमा स्वागत गरिन्थ्यो। सहजताका साथ उनको उजुरी दर्ता गरिन्थ्यो र उचित न्याय प्रक्रिया मार्फत उनको न्याय सुनिश्चित गरिन्थ्यो। यस कार्यले उनको न्यायमा समान पहुँच सुनिश्चित गरी कानुनी प्रणालीमा थप विश्वास स्थापित हुन्थ्यो। वाउ, मलाई त यो कुरा सुन्दा निकै आनन्द महसुस भयो। तर यो सब भन्दै गर्दा यी सबै व्यवस्थाहरू कसको जिम्मेवारी हो? व्यक्ति, संस्था वा राज्यको? यी सबै व्यवस्थाको प्रमुख जिम्मेवारी त राज्यकै हो। कानुनी संरचनामा नै यी व्यवस्थाहरूको सुनिश्चित गरिनुपर्छ, तर यसको प्रभावकारी कार्यान्वयनमा प्रत्येक व्यक्ति र संस्था जिम्मेवार हुन्छ। अब त मलाई प्रश्न भयो कि न्यायमा पहुँच त अन्तर्राष्ट्रिय महासन्धिले नै ग्यारेन्टी गरेको अधिकार रहेछ। हो नि। यससँगै हामीले याद राख्नुपर्ने कुरा के हो भने जबसम्म सबैले समान रूपमा न्यायमा पहुँच प्राप्त गर्दैनन् तबसम्म न्याय पूर्ण हुँदैन। यो भिडियो अपाङ्गता भएका बालिका, किशोरी र महिलालाई न्यायमा पहुँचबारे सुसूचित गर्ने उद्देश्यले एक्सेस प्लानेट संस्थाले तयार पारेको हो।